यो देखिरहेको चाहिँ श्रम संस्कृति पार्कको श्रम संस्कृति पार्क। देश सोच्न सकूँ म, देश बोल्न सकूँ म, देशकै कर्म गर्न सकूँ म, देशकै लागि मर्न सकूँ म। धन्यवाद। चाहिँ प्वाङ यो रोटी। वेलकम टु एसटिएस रक गार्डनमा चाहिँ हामी अहिले जाँदै गरेको छौँ होइन। चाहिँ हामीले टिकट काट्नुपर्ने अवस्था रहेछ यहाँ, त्यहाँबाट टिकट काट्यौँ। श्रम संस्कृति पार्क श्रमदान हल। यो चाहिँ फेरि के रहेछ भने यो चाहिँ पहिला हाम्रो बुढाबुढीहरूले भारी बोकेर जाने टाइममा यसरी जाने रहेछ। हामीले भित्रदेखि हिँडेन र अझै स्टप आउँदो रहेछ आज भन्दा नुन बोकेको ढाकर पछि खानेपानी कराई पनि छ यहाँ त। यो हाम्रो बाजे पालाको भोटे पासा थियो। अनि उहाँले चाहिँ श्रम संस्कृति पिता भन्छ। अर्को सामफाङ जुली अझै ओपन गर्नु बाँकी रहेछ यहाँनिर होइन। लु हेर्नुहोस् भालेहरू, लु हेर्नु भाले के सुगा भालु चिल जस्तो छ उल्लु लास्टमा ड्राइगन। अझै बाँकी रहेछ बनाउनु चाहिँ होइन। श्रमको चाहिँ रातो बेल्चा यसको देश सोच्न सकूँ म, देश बोल्न सकूँ म, देशकै कर्म गर्न सकूँ म, देशकै लागि मर्न सकूँ म। धन्यवाद। दिन चाहिँ यस्तो साहस होइन। साथीहरूले चाहिँ आरा काट्दै गरेको अवस्था रहेछ। यहाँदेखि हामी जान्छौँ यदि खोला छ यहाँ। श्रम संस्कृति पार्कमा चाहिँ विशेष के छ भने यहाँनिर चाहिँ बहुत पुरानो यो चिन्डोको धारा। चिन्डो केलाई के भन्छ यसलाई चाहिँ के हो हाम्रो बाबेहरूको पाला आराधना भन्छ ल आरा। चाहिँ स्टेट श्रम संस्कृति पार्क धरानमा छौँ है। यसको चाहिँ अर्थ के हो यो पानीको चाहिँ? माछालाई हो। यो कछुवा जस्तो छ त यो त। ओहो कत्रो कछुवा हो कि मूर्ति हो नि होइन। सोको लागि यसो छेम देखिन्छ त। यहाँ आमैले भोटिनी शेर्पिनी दिदीले चाहिँ रोटी बेच्दै गरेको अवस्था रहेछ। सेलरोटी होइन। प्वाङ सहित यो चाहिँ प्वाङ यो रोटी यो शेर्पिनी बोजू छँदैछौ। यो तल छिर्नु चाहिँ कहाँदेखि हो? उतैमा घुम्नुपर्छ। समयमा चाहिँ ब्रिटिस चौतारी भन्ने फाउन्डेसनले चाहिँ यस्तो
यो खालको पार्कहरू निर्माण गर्दै गरेको अवस्था रहेछ यो चाहिँ है यो चिजहरू चाहिँ हुँदो रहेछ यसको हेर्नु त ल डिजाइन नमस्ते हामी चाहिँ अहिले श्रम सांस्कृतिक पार्कमा चाहिँ भिजिट गरिरहेको अवस्था होइन यो श्रम सांस्कृतिक पार्क राम्रो छ है एसडिएन फर पार्क यो चाहिँ अहिले चाहिँ म घुमिरहेको अवस्था हो यो say welcome भनेको छ वेलकम टु एसडिएस रक गार्डन मा चाहिँ हामी अहिले जाँदै गरेको अवस्था छौँ होइन यो चाहिँ पार्क चाहिँ हामीले टिकट काट्नुपर्ने अवस्था रहेछ यहाँ त्यहाँबाट टिकट काट्यौँ यसको बाद अगाडि बढ्यौँ कोही घरमा यस्तो रहेछ यहाँबाट बोरा राख्नु एसडिएस रक गार्डन भनेको चाहिँ यो रहेछ एसडिएस रक गार्डन यसको सिम्बल कति दामी छ हामी त्यहाँ जाने प्रार्थना गर्छु सचेत धरानी समूहले चाहिँ यो एसडिएस रक गार्डनको चाहिँ निर्माण गरेको रहेछ हामी चाहिँ अहिले भर्खरै यो एसडिएस रक गार्डन सचेत धरानी समूहले चाहिँ यो बाटो निर्माण गरेको रहेछ यसको भेरी सिम्पल कति राम्रो छ वा हेर्नुहोस् यो कति राम्रो सिम्पल छ सचेत धरानी समूह हेर्नुहोस् त ओके मलाई पनि भोक र तिर्खा लाग्छ तपाईँहरूलाई जस्तै हेरे पी देवानले चाहिँ यो निर्माण गर्छ रक चाहिँ सहयोगदाताहरू अहिले चाहिँ हामी अगाडि बढेको अवस्था छ यो सचेत धरानी समूहले बनाएको यो श्रमदान पार्कमा यस्तै धरान त्यसै सफासिटी भनिँदैन किनभने यो श्रमले गर्दाखेरि पनि मान्छेहरूलाई राम्रो इनर्जी दिएको छ एउटा हामी अगाडि बढेको अवस्था ऊ माथि चाहिँ धरान भनेर लेखेको छ धरान यहाँ जानेछौँ यतै जो महादेव पहिला है यहाँ चाहिँ माछाहरू पनि रहेछ माछाहरू नाइस पुल यो पुलको मुनि चाहिँ खोला मुनि पोखरीभित्र माछा यो फेरि एउटा यस्तो राम्रो गेट अनि यहाँबाट हिँड्ने यस्तो अनि यहाँ सिधा गएपछि देवीथान दुईटा घन्टीहरू जुन छ पथीबाट पूजा गर्ने हामी चाहिँ त्यहाँ जाँदै गरेको अवस्था हो त्यहाँ चाहिँ लेखेको छ धरान ओके धरान भनेको चाहिँ यहाँ जाँदै गरेको अवस्था यहाँ माथि धरान भन्ने ठाउँ जाने गरेको अवस्था हो यो कालो बाटो हिँड्नुपर्ने अवस्था रहेछ बस्ने ठाउँ छैन रहेछ यहाँ धरान लेख्नु भएको छ है धरानको अर्थ चाहिँ के रहेछ भन्दाखेरि
मैले जो अघि पारिपट्टि देखाएँ आरा धरान पहिलाको पुर्खाहरूले चाहिँ आरा काटिन्थ्यो धरान भन्थ्यो यो ठाउँमा चाहिँ यो धरान भन्ने ठाउँमा चाहिँ पहिला धरान बनाएर आरा काट्ने प्रचलन रहेछ त्यो भएर धरान भनिएको हो यहाँदेखि हेर्दा पारिपट्टि बच्चा खेल्नु जस धरानको हक मेयर हर्क शमशेरज्यूले चाहिँ यस्तो सिर्जना गरेकोमा आफूलाई नि गौरव नै लाग्छ यहाँ चढ्ने यहाँदेखि त्यहाँ तल गेट हो यो पुल हो हाम्रो नेपालको गौरव झन्डा बच्चा बच्ची खेल्दै गरेको अवस्था यहाँ ऊ परेपट्टि फेरि यता म पनि छु यहाँदेखि हामीले देखिरहेको पारिपट्टि श्रमदान पार्कहरू पार्क भएको अवस्था छ स्ट्याट्युन माथि धरान लेखेको ठाउँदेखि चाहिँ रिटर्न पार्क हुँदै गरेको अवस्था बच्चा बच्चीहरूलाई खेल्ने ठाउँ यसै यो गार्डन यहाँ चाहिँ फेरि चिल्ड्रेन पार्क मिन्स चिल्ड्रेन बच्चा बच्ची खेल्ने ठाउँलाई चिल्ड्रेन पार्क भनिन्छ यसलाई चाहिँ बच्चा बच्ची रम्बलमा खेल्ने रहेछ अहिले म एक्ज्याक्टली चिल्ड्रेन पार्कमा छु बच्चाहरू खेल्ने ठाउँ रहेछ यो पनि राम्रो काम चाहिँ पहिलाको यस्तो हाम्रो हजुरआमाहरूको पाला जेजुआमाको पालामा चाहिँ यस्तो दुःख गरिन्थ्यो कि त आफ्नो नानी कोखमा च्यापेर आफ्नो भारीहरू बोकेर यसरी हिँड्ने प्रचलन थियो यो जो बनाउनेलाई चाहिँ धेरै धेरै धन्यवाद किनकि यस्तो यस्तो कुराहरूलाई स्मरण गराइदिनु भएकोमा अनि यो चाहिँ पुल यहाँदेखि चाहिँ कहाँ जाने भने पारिपट्टि यस्तो मजाको रहेछ नि त्यो त यो चाहिँ सर्दु खोला होइन यो खोलाले चाहिँ पहिला यसलाई लगेको यहाँ त पारिपट्टि यहाँ माथि फोन गरेपछि चढ्ने फ्रन्ट पेज हामीलाई चाहिँ योलाई के भनिन्छ वी लभ धरान रोज गार्डन यो चाहिँ यसलाई चाहिँ एकदमै रोज गार्डन भन्छ यसको अर्थ आइडन के हो यो चाहिँ बस्ने ठाउँ बच्चाको लागि मात्र हो केही बच्चाको लागि मात्र छ SDB means SDB यो चाहिँ हाम्रो
गुलाब फुल यस्तो रहेछ गुलाब फुल अन्त यो चाहिँ हजुरआमाहरूले पहिलाको जमानामा बाछा चाहिँ बोक्दै गरेको अवस्था यहाँ पानीहरू यस्तो गरेर यहाँ चाहिँ यो पानीभित्र चाहिँ एसएनडी फक माथि चाहिँ यसो चिज रहेछ यो बुजुर्ग यहाँ चाहिँ हामी आउट हुने ठाउँ रहेछ ल आजलाई यति नै म फेरि पनि नेक्स्ट टाइम आएर चाहिँ भिडियो खिचेर राख्ने गर्नेछु गुड बाई